धन्यवाद। नमस्कार। यो इतिहास छ हाम्रो पुरानो यो चन्द्रगाउँको गाविसको यो इतिहास छ। पाण्डवको पुरै सेनाहरू छन् यो रुखमा। यहीँ नागको स्थान बनाइएको छ। नागको हाम्रो नाग पूजा गर्छौँ। नागलाई नाग पञ्चमीमा पूजा हुन्छ। અહીંपछि पनि नाग पहिला दिनदिनै हुन्छ पूजा। एउटा भक्तजनले राखेको यो नागको मूर्ति धन्यवाद छ गर्नेलाई पनि। यो साह्रै पाण्डवहरूका सेना छन् यसमा। पुरै पाण्डव कुरुक्षेत्रको लडाइँको सेना छन् यसमा। गहिरेरी हेर्ने पनि कुरुक्षेत्रको सिन छ सबै। जो पाण्डवहरूको सबै हेर्ने पनि पुरै पाण्डव छ। यो इतिहास छ यो रुखको। यो हामीले बचाएर राख्ने हो, जहेर नगर्ने हो, यसलाई बनाउने हो। मन्दिर कहिला हाम्रो भक्तहरूले बनाउँछन्। मन्दिर बनाए खुसी हुन्थ्यो। अनि एउटा त्यहाँ तपाईँको चाहिँ त्यो बुटामा दुईटा बुटा हैन, बर पनि यहीँ जमाएका छन्, पिपल पनि छन्। यो शक्ति स्वरूप पनि छ। एउटा बरको यो भर्खर यहाँ बर जमाएको छन्। पिपल हामीले लगाएको होइन, यहीँ उत्पादन भएको हो। यति माथि हुँदैछ। यसको संरक्षण भइराखेको छ। यो बुटाको नाम चाहिँ के भन्दैन न? करोटा। यसो करोटा भनिन्छ। यो दबाईको रूपमा पनि काम। यो जन्डिस भएको दबाई पनि हुन्छ। यो ठुलो पुरानो रुख हो। इतिहास हो यसको, कति वर्ष पुरानो हो। अनि यो मन्दिरको बारेमा थोरै जानकारी। मन्दिरमा चाहिने यो पनि शक्तिशाली छन्। हाम्रो यो चन्द्रगाउँको मन्दिर हो। मन्दिर बनाएको कति वर्ष भइसक्यो। म निरन्तरमा यहाँ यसमा सेवा पनि गर्छु। मेरो घर हिती छ। केशव आचार्य मेरो नाम हो। पूजा पनि मैले नेत्र गर्छु। तर शक्तिपीठ छन् यहाँ। गरेपछि सबै काम मनोकामना पुरी भइराखेको छ। हाम्रो भइराखेको छ आजसम्म। हामीले जो गर्छौँ हाम्रो गाउँलाई राम्रो भएको छ। आजसम्म सुखी छौँ हामी। कोही रोग व्याध त्यस्तो आउन सकेको छैन है। देवीको प्रसन्नताले गर्दाखेरि देवी माको पुरा शक्ति छ। रोग व्याग हाम्रा ठुला ठुला रोगहरू यिनी आउँथ्यो। खोरेतहरू यिनी सबै रोकथाम भइरहेको छ। हामीले पनि सब राम्रो छौँ।